हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ मेरो नयाँ मिली भ्लगमा। हजुरहरूलाई म यस्तो ठाउँमा देखाउन गइरहेको छु। यो चाहिँ रहेको छ धरानमा रहेको पिण्डेश्वर मन्दिर। यो चाहिँ श्रावणको महिना हो नि त, त्यही भएर मानिसहरू धर्म कर्ममा लाग्दछन्। बोलबमको महिना पनि रहेको छ, त्यही हुनाले म राति नै उठेर धरानको पिण्डेश्वरी मन्दिरमा गएको छु। यो देखिएको चाहिँ रहेको छ प्रसादहरू किन्ने ठाउँ रहेको छ। साथीहरू भिडियो अन्तिमसम्म नकटाइकन हेरिदिनु होला। कतिजना चाहिँ यो मन्दिरमा जानुभएको छ भने, कतिजना जानुभएको छैन, कृपया जानुभएको छ भने यसो कमेन्ट गर्नु होला। यो चाहिँ रातिको सिन रहेको छ साथीहरू। ल हेर्नुहोस्, राति नै मान्छेहरू उठेर यसरी पुरै मन्दिरमा चाहिँ पिण्डेश्वर मन्दिरमा चाहिँ लाइन बसिरहेको छ। ल हेर्नुहोस्, यो चाहिँ बिहान 3 बजेदेखि नै मान्छेहरू यस्तरी लाइन बसिरहेका छन्। ल हेर्नुहोस् साथीहरू, यो मान्छेहरू हेर्नु पुरै बिहानसम्म भिड हुन्छ होइन, राति नै यसरी लाइनबद्ध भएर मान्छेहरू बसिरहेका छन्। यो मन्दिरको चाहिँ सम्पूर्ण वरिपरि ब्याकग्राउन्ड म हजुरहरूलाई देखाउन गइरहेको छु साथीहरू। तपाईँको ल हेर्नुहोस्, यहाँ मन्दिर चाहिँ अहिले खुलेको छैन, त्यही भएर सबैजना लाइन लागिरहेका छन्। मन्दिर चाहिँ बिहान उज्यालो भएपछि खुल्ने रहेछ साथीहरू, 5-6 बजेतिर। अहिले चाहिँ पुरै लाइन बसिरहेका छन् धर्म कमाउनको लागि। जे होस्, बस्नु पर्यो नि त, चप्पल नलाइकन पुरा पानी बोकेर। साउनको महिना हो नि त, बोलबम पर्छ। तपाईँको अब पानी त्यहाँ लगेर चढाउने गर्दा रहेछन्, यता सप्तकोशीको पानी लगेर यो मन्दिरमा चाहिँ चढाउने गर्दा रहेछन् साथीहरू। ल हेर्नुहोस्, वरिपरि म एक एक गरेर हजुरहरूलाई देखाउन गइरहेको छु। यो मन्दिरभित्र चाहिँ के होला भनेर हेर्नुहुन्छ भने, ल म त्यो पनि देखाउन गइरहेको छु। यो भित्र चाहिँ यसरी साँडेको मूर्तिहरू, शिवजीको मूर्तिहरू राखिएको छ साथीहरू। ल हेर्नुहोस्, यहाँ वरिपरि यसरी रातिदेखि नै माग्ने साधुहरू बसिरहेका छन् साथीहरू। फाइनल्ली 5 बजे उज्यालो नि भइसक्यो। यो 5 बजेको सिन हो, हेर्नुहोस् मान्छेहरू कति जम्मा भइसकेका छन्। राति चाहिँ त्यति खासै मान्छे थिएनन्, बिहान 5-6 बजेको दृश्य हो यो। पुरै मान्छेहरू यसरी श्रद्धालु भक्तजनहरू पूजा गर्न आउनुभएको छ। यो भित्रको देखिएको सबै ब्याकग्राउन्ड हो साथीहरू यो चाहिँ। ल हेर्नुहोस्, वरिपरि यस्तो रहेको छ। त्यो मन्दिरको चाहिँ राम्रो एउटा पोखरी पनि रहेको छ त्यो भित्र। फाइनल्ली मन्दिर दर्शन गरेर हामी फर्किसकेका छौँ। माथि डाँडामा रहेको छ पिण्डेश्वर मन्दिर चाहिँ हेर्नुहोस्। यो देखिएको चाहिँ धरान बजार रहेको छ। एकदम रमणीय दृश्य देखिन्छ माथिबाट चाहिँ। हामी फाइनल्ली तल ओह्रालो हुँदै 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 धरान बजारतिर आइपुग्न लाग्यौँ साथीहरू। धरान चाहिँ एकदम रमणीय, एकदम हरियाली र सुन्दर रहेको छ साथीहरू। कतिजना घुम्नु भएको छ। धरानबाट फर्किँदाखेरि इटरी आउने बाटो चाहिँ यस्तो रहेको छ साथीहरू। तपाईँहरू कत्तिको यो बाटो हिँड्नुभएको छ छैन, हिँड्नुभएको छैन भने कुनै समय मिलाएर हिँड्नु होला। एकदम दामी एवान बाटो छ क्या यो चाहिँ। त्यही भएर मैले यसो च्याट्ट भिडियो बनाइदिइहालेँ क्या बाटोमा होइन। हेर्नुहोस् कति दामी छ, बिचमा पुरै हरियो सिन रहेको छ। हेर्नुहोस्, यस्तो सिन त जहाँ कहाँ देख्न पाइन्छ र हो साथीहरू। त्यही भएर मौका मिलेसम्म घुमिहाल्नु क्या। मलाई चाहिँ खासै बोल्न आउँदैन, के भन्ने हुन्छ होइन। त्यही भएर यसलाई बोल्न आएन चाहिँ नभन्नु होला होइन। सिक्दैछु होस् साथीहरू। ल हेर्नुहोस्, मेरो चाहिँ मनले नै मानेन। अनि त्यो बाटाको पनि एउटा भिडियो बनाइदिनु भनेर च्याट्रले भिडियो बनाइदिइहालेँ क्या मैले पनि होइन। गाडी चाहिँ एकदम ओभर स्पिड थियो, त्यही भएर मजाले देखिएको छैन। त्यही पनि अलिअलि राम्रैसँग देखिरहेको छ साथीहरू। आउँदै थियो बाटामा चाहिँ एउटा रमाइलो दृश्य देखेको। हेर्नुहोस् है साथीहरू, 2जना केटा र केटी पुरा इटरी बजारमा चाहिँ डेटिङ बसिरहेका छन् है साथीहरू। हस् त धन्यवाद।